सरकारले गर्न नसकेको 1.5 घण्टाको रेकर्ड निकाल्ने पनि मै हो के। यति कुरा चाहिँ विचार गर्नु के, एनालाइज गर्नु म माथि हैन। म कहाँसम्मको पुग्छु, यदि मेरो छोरछोरी मेरो फ्यामिली माथि कुरा आउँछ भने म हदसम्म भन्दा पनि हदसम्म पुग्न पनि म रेडी छु। सियुले चाहिँ स्कुल कुनै पनि स्कुलले चाहिँ एडमिट नलि हैन, भोलिको दिन फेरि यसले आएर सर मिसलाई प्रिन्सिपललाई नै पिट्ला भन्ने जस्ता कुराहरू त्यस्ताहरू गरेर तैँले के मेरो बच्चाहरू पनि अब उगान थाले। मैले तँलाई त तेरो इच्छा लाग्दो कुरा गर हैन। त कानुनी पाटाबाट जान्छस् भने पनि ठिक छ, म रेडी, त्यतैबाट म आउन तयार हैन। हैन तैँले अब गुन्डागर्दीबाट जान्छस् भने त्यहाँ पनि तयार, जतातिर जुन तरिकाबाट जान्छस् त्यही तबाट मैले एक्सेप्ट गरिरहेको छु नि त। तैँले मेरो छोरछोरीलाई अहिले छोएर कुरा गर्नुपर्ने तँलाई जरुरत छ? मैले त प्रकाश भुजेल तान्त्रिक झाँक्री केन्द्रबाट हैन, भुजेल गुरुले भनेको कुरा हुन्छ ठिकै छ नि त, मिलेर सबै कुरा समाधान हुन्छ भने जाउँ न त त्यही वेबाट भन्ने सोचेको थिएँ। तर त ठिकको मान्छे होइन रहेछस्। लातको भूत बातले मान्दैन भन्थे हो रहेछ। ठिक छ, अब तैँले जे गर्छस् हैन, कुन कुन स्कुलमा गएर के भन्छस् भन हैन, हेरौँ। त्यही बच्चालाई त्यही मेरो छोरोलाई लिएर आएर हैन त माथि मुद्दा लाउन सकिनछु भने नि एउटा बाउले जन्माको छोरी होइन म, बुझिस्? वाइवाले बल्ल राईको पावर भेट्यो, अरूलाई पिट्दै मजा आउँदै होइन। अब पिट्न मजा आउने नआउने भन्ने कुरो छँदैछ होइन। मलाई मजाको लागि पिटेको होइन, त्यसले तपाईँहरूलाई के भनेर म बुझाउँछु भने मलाई कुनै पनि स्वार्थ हैन लिनको लागि, मजा लिनको लागि मैले पिटेको होइन। मेरो घर व्यवहार बिगार्यो त्यो को हो र भने मेरो पोइ हो त्यो। त्यसले मलाई योसँग नहिन् त्योसँग नहिन्, यो नजा त्यो नजा, यो खा यो नलागा, त्यसले मलाई गरिदिएको हो। सार्व संसार सबै त्यसले मलाई धान दिएको हो र भनेको। त्यसले भनेको उसमा हिँड्नलाई पैसा ले त्यसले मलाई राख्न दिएछ, मलाई मैले पैसा दिनलाई, मलाई उपचार खर्च लागेको पैसा बिलले पैसा लैजा यति खोजे होइन मैले। के गलत भने? बाउले छोराले बाउ मारेका छन्, यहाँ बाउले छोरा मारेको छन्, स्वास्नीले लोग्ने मारेका छन्, लोग्नेले स्वास्नी मारेका छन् कारोबारको हिसाब किताबमा है भने। त्यो त मेरो हिजो चिनेको साथी हो नि त। मलाई लगेर एडमिट गर्यो भन्दैमा त्यसले जति पैसा माग्यो त्यति म दिन सक्छु? दिँदैन नि म त। त्यो त हिसाबले लैजा पैसा लैजा, त्यही भने अब मैले बिल माग्न पाउनु मेरो कर्तव्य, मेरो ऊ होइन, मेरो कुरा होइन। बिल माग्दामा त्यसले मलाई नाना थरी धम्की लाउने, नाना थरी बोल्ने होइन, नाना थरी गर्ने भएपछि कसले बाँकी छोड्छ? तपाईँ हामी कसैले बाँकी छोड्छ? छोड्दैन नि। अहिले आएर त्यसले मेन कुरा के गर्यो भने अहिले लाइभ आउनुको कारण चाहिँ के भन्यो भने लाइभमा बसेर चाहिँ त्यसले के गरे चाहिँ सन्ध्या श्रेष्ठ मेरो छोरीको नाम, शैलेश श्रेष्ठ मेरो छोराको नाम, यो दुईटा बच्चालाई चाहिँ कुनै पनि स्कुलमा एडमिट नलिनु होला, एडमिसन नलिनु होला। भोलिको दिनमा यो बच्चाहरूको लागि सर मिस प्रिन्सिपललाई पनि हिर्काउन बेर लाउँदिन भनेर भुक्दै रहेछ हैन। म चाहिँ कम्प्रोमाइजमा जानु पर्ला। तान्त्रिक झाँक्री प्रकाश भुजेलले चाहिँ मिलेर जाओ तिमीहरू भनेको हुनाले म चाहिँ कस्तो भने 100 जनाको कुरा सुन्छु, डिसिजन म आफै लिन्छु है, म लिन्छु भने ल ठिकै छ नि त। मैले सबैको कुरा हैन, सबैको राय बुझेँ, ल ठिकै छ नि त, म त्यही गर्छु। कम्प्रोमाइजमा हैन कुरा गर्दाखेरि एकअर्काले सरी भन्दाखेरि हैन कुरो राम्रो हुन्छ, किन नराम्रो हुनु भनेर जाँदाखेरि चाहिँ होला नि त भनेर सोचेको। तर त्यसले भित्रभित्र गेम खेली है। अब यो मैले सकिनँ, मैले चाहिनँ। त्यो अडियो रेकर्ड, अडियो ल्याउनु त मलाई दिदी, त्यो रेकर्ड दिनु न, रेकर्ड सुन्नुहोस् है तपाईँहरूले। एउटा रेकर्ड सुनाउँछु म तपाईँहरूलाई। मैले चाहिँ किनभने म बुझ्छु, सम्झिन्छु, यसो गर्दा के हुन्छ त्यो सबै म पहिला आफैले सोध्छु के, अनि मात्र बल्ल म अगाडि ल्याउँछु। अडियो 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 भन्नुभएको छ नि, रोक्नुहोस्, अडियो सुन्नुहोस्। अब तपाईँहरूले अडियो सुन्नुहोस् है। मलाई त्यतिखेर युज गरे सुन्नुहोस् है, रेकर्ड सुन्नुहोस्। युज गरे हो उहाँ मैले त्यसरी पिटेर पिट्न जानुपर्ने कुरा थिएन। न त मैले उसलाई चिने होइन, न त मैले उसले मलाई चिनेको होइन। बिना पकड्न बलिको बाख्रा बनाएको मलाई है त्यतिखेर।
अब यो काम प्रकाश भुजेलले चाहिँ सुन सुन्नु भयो नि 50,000 पैसा लिएको कुरा सुन्नु भयो नि त टोयलेटमा गएर 50,000 रुपैयाँ फलानो नाम गरेको व्यक्तिसँग चाहिँ पैसा लिएको कुरा सुन्नुभयो नि नेक्स्ट अडियो पनि सुनाउँछु म नेक्स्ट अडियो पनि सुनाउँछु है अब त्यहाँ पैसा कसले लिएको कहाँ कसलाई ठोकेको कुरा त्यो गरेको छ नि त्यसले भनेको छ नि त्यसले त्यसको छोरी मेरो होइन त्यसले मेरै हो भनेर चाहिँ ब्ल्याम लाछ मलाई प्रुफ चाहियो भनेको छ हैन एउटा छोरीको लागि ल मेरै छोरी हो ल ठिकै छ यसमा केही गुनासो भएन ल त्यसको छोरी होइन नि मेरो छोरी हो के भो हैन नेपाल आमाको सन्तान हो हामी नेपालीहरू जति पनि अनाथ बच्चाहरू हाम्रै छोरी हो ल ठिकै भएन ठिकै छ तर मेरो ममाथि मेरो इज्जत बेइज्जतमाथि लगाएको ब्लेमको हैन हिसाब किताब त मलाई चाहिएन अब हैन प्रमाण चाहियो नि त अब मलाई प्रमाण चाहियो नाम कतिजनाको राम भन्नेको हैन प्रकाश भुजेल अब को यो के अरे अर्को बाबु खत्री हैन अनि अरु कसको मिलन चक्रे कि खै के नाम लिएको छ त्यो मलाई प्रमाण चाहियो है सुन है वाइबा भुत्नी राइनी सुन त पनि राइनी नै होस् धेरै फुर्ती नलगा र अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने नि हाम्रो नेपाली तामाङ समूहको दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने तामाङ हुँ म भनेर चाहिँ तामाङकै धजिया उडाएर हिँडेकी छे हैन त्यो तामाङ होइन तामाङले तामाङको इज्जत उडायो भन्नुभएको छ नि त्यो राइनी हो त्यही भएर तामाङको इज्जत उडायो यति कुरा चाहिँ विचार गर्नुस् हजुरहरूले हैन अर्को नेक्स्ट अडियो सुन्नुस् ल यो होइन अर्को सुन्नु भयो नि अब अर्को पनि सुनौ सुन्नु भयो नि भिडियो अडियो मसँग सबै अडियो छ भिडियो मैले ताल पारे भने मान्छेको नाम तोकेर भन्नुभएको छ यहाँ हैन नाम तोकेर भन्नु पर्यो भनेर हैन नाम तोकेर भन्नु जरुरत छैन फिल्ममा उत्रिएको मान्छे हो भाइरल मान्छे हो हैन मैले देखाउनु पर्यो भने भिडियो सहितको मैले आएर मैले देखाउँछु अझै पनि चोरीफुरी गरेर मै हुँ भनेर हैन दुनिया दिवाना बोल्दै भुक्दै बस्थे भने नि भिडियो सहितको लिएर आउँछु र अर्को कुरा मलाई अनि त्यो दाइको नाम के अरे बाबु खै के बाबु छेत्री यस्तै हैन चिन्दिन म त्यति टचमा भएको भए पो अब कन्ठ हुनु नाम हैन उहाँ दाइलाई र मलाई चाहिँ गोली हान्छु भनेकी छ बन्दुक चाहियो नि अब हैन कहाँको गोली रहेछ त्योसँग कुन गोली रहेछ खुलिआम बोलेकी छ हैन गोली हान्छु भनेर कसरी हान्दिरहेछ कहाँ हान्दिरहेछ चाहियो नि अब मबाट मात्र होइन के यसको प्रति उत्तर त्यसले उहाँ दाइको घर फ्यामिलीलाई पनि दिनुपर्ने हुन्छ अब बुझिस् है शर्मिला तैँले के बोल्दैछस् के गर्दैछस् त्यो तैँले सुनेको छैनस् क्या पुण्य गौतम हो मैले पिडेको हो भनेर मैले यसो गरेको छु नि त्यो मलाई दबाब कति दिएको टर्चर कति दिएको के मैले हरेक कमेन्टमा हरेक भिडियोमा मैले कमेन्ट छोडेको छु हैन मलाई धेरै टर्चर दिइस् के तैँले टर्चर धेरै दिइस् हैन अब चुप लाएर म बस्दिनँ मैले मेरो छोराछोरी ठेगान लगाइसके हैन अब म सिंगल काठमाडौँमा अब तैँले जस्तो गर्छस् त्यस्तै व्यवहार मैले गर्दै जान्छु मैले अहिले अडियो मात्र सुनाएँ जति पनि हैन रविरत्न चुडाल पिटेको अडियो भिडियो सहितको म नेक्स्ट भिडियोमा आउन नपरोस् त मलाई छु मलाई टच गरेर मसँग बाज दुनिया दिवाना भन् त्यो मतलब भएन त्यो बीचको मान्छेहरूलाई फाल्टोमा हैन त्यो बाबु दाई मेरो छोराछोरी मेरो श्रीमान हर कोही राम दाई लिएर आउने कुरा काम नगर तैँले त आइजो जुत्न मसँग आइजो सक्छस् जुत्छस् आइजो सक्छस् भने सिंगल खेल्छस् कि मान्छे लिएर आउँछस् कि आइजो जुत्न पनि तयार तसँग बुझिस् त कानुनी पाटाबाट जान्छस् भने कानुनी पाटाबाट म आउन पनि तयार कुन वेबाट जान्छस् त जान किन भुकेर हिँड्छस् लाज लाग्दैन तँलाई थैया ज्याकेट मेरो लाको रे यो रे थुक्क मुजी सरी है गाइज ज्याकेट याद गर्नुस् तपाईहरुले ब्लिडिङ भएको बेलामा त्यसको ज्याकेट छोटो छ मेरो लामो ज्याकेट छ हामी किन अन्धो हुन्छौं के
जता जसले जे भट्काए जता जसले जे भन्यो त्यही कुरामा चाहिँ किन हामी पछि पर्छौँ यसरी दखल अन्दाज गर्नुहोस् कि भिडियो राम्रोसँग हेर्नुहोस् कि निहालेर कति कुराहरू चुकेको छ क्या म हेर्छु नि त्यसले बोलेको कुराहरू कति कुरामा चुकेको छ क्या त्यो आफै त्यो किन हामी हेर्दैनौँ के हामी सोझा नेपाली जनताहरू होइन धेरै सोझो भएको हो के मूर्ख त म भन्दिनँ होइन तर सोझो चाहिँ एकदमै सोझो भएको ज्याकेटकै कुरा गर्नुहोस् त्यो हस्पिटल पुग्दा ब्लिडिङ भएको छ त्यसको ज्याकेटमा हाफ ज्याकेट देखेको छ